टु माई अनदर भिडियो। आई होप तपाईँहरू पनि सन्चै हुनुहुन्छ होला र म पनि सन्चै छु। आज खोर्सानी बारी भाडा नै यहाँ चाहिँ अब यो भाटाहरू चाहिँ लगाउनु पर्ने बेला भइसकेर चाहिँ फेरि म आइसकेको छु यता गोठालो। यता गोरु चलिरहेछ। मेरो यो बुढो गोरु छ। यता मजाले छु मस्त चिलमा। सुरुवालले बरु मिर्का बहुत छेक्दिरहेछ। कति बज्यो? 2 कहाँ बज्यो? 3 बज्यो नि। 3 बजिसक्यो। मोबाइल सानो मोबाइल झऱ्यो फेरि। खाजा बनाऊ खाजा मस्त। अब म यो भाटा खुलाउनु पर्ने माथि छ त्यो भाटा लिएर आउँछु। अनि त्यो भाटा खुल्नु पर्ने हुन्छ। परको चाहिँ सबै सक्दियो मेरो। उताको चाहिँ सक्दियो। यता मात्रै छ। यहाँ मात्रै भाटा ठोक्नु पर्ने। यो भाटा ठोक्यो भने चाहिँ जाँदैन कि। यहाँ हाँसेकै यता 2 जना मस्त मरि हाँसेकै हँसाइ कडा छ हाम्रो। म यता एक्लै हेरिरहेको छु। अब म जान्छु माथि भाटा लिन। भाटा ल्याएर चाहिँ यहाँ ठोक्नु पर्ने हुन्छ। मैले नठोके चाहिँ फेरि मिर्काले र यो यत्रो भइसकेको छ। अनि यो तपाईँको यो हावा लाग्यो भने त यो भागिदिन्छ नि त नि मेरो। यत्रो मिहिनेत गरेको यो मैले यत्रो बारीमा खेर गइहाल्छ नि। त्यही भएर म चाहिँ लगाउनु पर्ने हुन्छ भाटा। त्यही भएर मेरो भाटा चाहिँ म पर छ भाटा। त्यो भाटा लिएर आएर मात्रै ठोक्नु पर्ने हुन्छ। मैले चाहिँ यता चाहिँ मैले अस्ति जोतेको चिल भाडामा नयाँ ट्र्याक्टरले जोतेको यता चाहिँ झार पनि मरेन। अस्ति जोतेको मैले चाहिँ पानी नपरेर यस्तो छ। धुलो त यस्तो छ माटो हिउँदा जस्तो छ। ख्यालमै आधी गयो तर हिउँदै जस्तो छ। पानी पर्दैन। पानी परेको भए चाहिँ फिक्स यो घर लड्थ्यो। पानी नपरेर चाहिँ यो घर लडेको छैन। जिउँदैछ अझै। कुन दिन लड्छ यो घर? कार्तिकमा भाटा लिँदा यहाँ छ नि त भाटा। त्यो भाटा लिएर आउँछु म। आजको भिडियोमा चाहिँ यति नै। अब भोलि अर्को भिडियोमा भेटौँला।